नमस्ते सम्पूर्ण साथीहरूलाई। आज चाहिँ हामीले सानो एउटा छोटो मिठो भ्लग बनाऊँ कि भनेर चाहिँ घरबाट बाहिर निक्लेका छौँ बाबु छोरा। बाबु बिरामी पनि थिए, बाबुलाई मेडिकलमा पनि लगेर भर्खर गएर लिएर आएँ र यहाँ यस्तो राम्रो ठाउँहरू देखेँ क्या एकदम होइन। हेर्नुहोस् न यहाँ कस्तो हरियाली पाखाहरू, हाम्रो वन जङ्गल, हाम्रो गाउँ घरतिर चाहिँ हुन्छ नि त्यस्तै जङ्गलहरू देखेँ मैले। अनि एउटा भिडियो बनाउन त भनेर बाबुसँग एउटा भिडियो गराउन लागिरहेको छु मैले। र तपाईँहरूलाई आज चाहिँ यहाँको यो पार्क जस्तो छ होइन, एकदम राम्रो छ होइन। यहाँ फोटो भिडियोहरू खिच्नको लागि चाहिँ एकदमै धेरै मान्छेहरू पनि आउनुहुन्छ। यहाँ नजिकैको मान्छेहरूले यहाँ भोटसुटो खिच्ने, दसैँ तिहारको बेला, तिजको बेला नाच्ने ठाउँ पनि रहेछ यो। त्यही भएर हामीले चाहिँ भिडियो गराउन लागिरहेछौँ। बाबु तिमीलाई कस्तो लाग्यो? टाटा गरिदेऊ नि त, टाटा गरिदेऊ, टाटा गरिदेऊ। अनि तिमीलाई पतिर मैले लगेर फ्रुटी खुवाउँछु, फ्रुटी फ्रुटी फ्रुटी। आज चाहिँ बाबु चाहिँ अलिकति बिरामी हुनुको कारणले गर्दाखेरि बोल्न चाहिँ सकेको छैन साथीहरू। हेर्नुहोस् यहाँ चाहिँ यस्तो राम्रो पार्कहरू रहेछ। यो पार्क भनौँ कि यहाँ चाहिँ अब परदेशीहरूले चाहिँ यहाँ तिजको बेला, दसैँको बेला फोटो खिच्ने जस्तो एउटा ठाउँ रहेछ होइन। नेपालीहरू आएर यहाँ चाहिँ फोटोसोटो खिच्नुहुन्छ, भिडियो सिडियो बनाउनुहुन्छ। त्यस्तो घुम्ने जस्तो त नबनाऊ, तर फोटो खिच्नको लागि चाहिँ राम्रो छ। यहाँको यो वातावरण यता हेर्नुहोस् कति राम्रो छ, हरियाली पाखा, बुट्टाहरू छ, नरिवलको बुट्टा हो यो चाहिँ, नरिवलको बुट्टाहरू छ यहाँ। र यहाँ चाहिँ पार्कहरू भइहाल्यो, पार्क भन्दा नि एउटा पार्कै भनौँ। र वरिपरि बुट्टाहरू छन्, नरिवलको झम्म बुट्टाहरू छन् र बिचमा चाहिँ मैदान छ र त्यहाँ राम्रो छ। चाहिँ त्यही भएर एउटा सानो भिडियो बनाऊ कि भनेर साथीहरू यसो भिडियो बनाएको छु। साथ सपोर्ट गरिदिनु होला है सबैजनाले, लाइक कमेन्ट गरिदिनु होला साथीहरू। नेक्स्ट टाइम अर्को भिडियोमा आउनेछु है त, धन्यवाद।